मैले चाहिँ होइन घरमा फोन गरेर यसपालि त अरू कसैलाई भोट हालेँ होइन, जसरी पनि घन्टीलाई भोट हाल्नुपर्छ है बाउलाई भनेको दिनदेखिबाट होइन। बाउ मसँग बोल्दैनन् के। साथीहरू, विदेशबाट फोन गरेर नेपालमा हुनुभएका आफ्नो बा आमालाई अब आउने फागुन 21 गतेको संसदीय चुनावमा नयाँ पार्टीलाई भोट हाल्न भनेदेखि उहाँको बुवा चाहिँ आजसम्म बोल्नु भएको छैन भनेर उहाँ चेलीले भन्दै हुनुहुन्छ। एकैछिन उहाँको यो कुरा सुनौँ है त साथीहरू। यदि होइन कसैको घरमा एमाले र काङ्ग्रेसका बाउहरू छन् भनेदेखि चाहिँ होइन मान्छे यहीँ मर्छ होइन, तर उनीहरूलाई सुधार्न सकिँदैन कि, फिक्सै सुधार्न सकिँदैन कि। यतिसम्म घमण्डी र यिनीहरूको यतिसम्म कुरा नबुझिने कुराले गर्दाखेरि होइन घरमा दिनकै झगडा हुन्छ कि, दिमाग तात्ने के यति टाढा भए पनि। अब त अलिकति सुध्रिनुपर्छ यस्तो हो भनेर के कुरा हामीले राख्नै पाउँदैनौँ कि। तैँले मलाई सिकाउने भनेर उल्टे के झगडा के, कस्तो बाउ बोल्दैनन् के। अब कसरी सुधार्न सकिन्छ के। तपाईँहरूको घरमा पनि यस्तै हुन्छ कि होइन, अलिकति केही भनेर बुवा मम्मीलाई भन्दाखेरि हुन्छ भनेर मुखले ठिक्क बनाएर भोट चाहिँ एमालेलाई अथवा काङ्ग्रेसलाई हाल्छन् कि कन्टिन्यूमै हाल्ने भएको छन् सबैजनाले होइन। हाम्रो त अहिपछिको वर्ष जेमा हाल्थे त्यसमै हो कि फिक्स। आमालाई त मैले फकाइ फुलाइ गरेर हाल्ने बनाएको छु होइन। अब कुन दिन फेरि बाउले फकाउँछन् आमा पनि उस्तै होला सायद होइन। तर भनिन एमाले र काङ्ग्रेस बाउहरूलाई सुधार्न चाहिँ सकिँदैन यो जुनीमै।